सबैलाई स्वागत छ। एउटा पुरानो भनाइ छ नि, कलम तरवारभन्दा शक्तिशाली हुन्छ भनेर। के यो साँच्चै हो त? आज हामी जन मिल्टनको एउटा यस्तै कविताको गहिराईमा डुबुल्की मार्नेछौं। यो कविताले कलाको त्यो अदृश्य तर शक्तिशाली सुरक्षा कवचको बारेमा सोच्न बाध्य बनाउँछ। ल, एकछिन कल्पना गरौँ त। तपाईको ढोकामा एउटा शक्तिशाली सेना आइपुगेको छ। के गर्ने होला? हतियार उठाउने कि शब्दहरूको सहारा लिने? हो, यही प्रश्नले हामीलाई मिल्टनको कविताको ठिक मुटुमा पुर्याउँछ। अब यी शक्तिशाली शब्दहरू कसले लेखे त? यी शब्दहरू पछाडि एक यस्ता व्यक्ति थिए जसले आफ्नो आँखाको ज्योति त गुमाए, तर आफ्नो कलमको शक्तिलाई कहिले कमजोर हुन दिएनन्। उनी थिए महान कवि जन मिल्टन। मिल्टनको जीवनलाई हेर्ने हो भने यो सङ्घर्ष र साहसको एउटा गजबको कथा हो। सोच्नुहोस् त एकछिन, संसारको सुन्दरता देख्न नसक्ने अवस्थामा पनि उनले प्याराडाइज लस्ट जस्तो विश्वप्रसिद्ध महाकाव्य लेखे। यो उनको कलाप्रतिको अटुट विश्वास र समर्पणको सबैभन्दा ठूलो प्रमाण हो, होइन र? ल, अब कविताको पहिलो अनुच्छेदतिर लागौं। यहाँ मिल्टनले एउटा सैनिकलाई हतियारले होइन, शब्दले सामना गर्छन्। यो एउटा साहसी र साँच्चै अनौठो बिन्ती हो। यहाँ मिल्टनले एउटा डरलाग्दो दृश्य हाम्रो आँखा अगाडि खडा गरिदिएका छन्। एउटा असुरक्षित घर र त्यसको अगाडि उभिएको एक शक्तिशाली सैनिक। अब के होला? के हिंसाले जित्ला कि कलाले? यहाँ मिल्टनले एउटा मनोवैज्ञानिक खेल खेल्दैछन्। उनले सैनिकको शक्तिलाई चुनौती दिएनन्, बरु उसको मानवता र सम्मानको भावनालाई जगाउँदैछन्। यो निकै चालाक र प्रभावकारी तरिका हो। अब कविले एउटा यस्तो प्रस्ताव राख्छन् जुन कुनै पनि सुन, चाँदी वा धनभन्दा कैयौं गुणा मूल्यवान छ। त्यो हो अमरताको उपहार। कसरी? आउनुहोस् हेरौं। यहाँ कविले सैनिकलाई एउटा यस्तो साम्राज्यको वाचा गर्छन् जुन हतियारले होइन, शब्दले बनेको हुन्छ। एउटा यस्तो साम्राज्य जहाँ सूर्य कहिले अस्ताउँदैन। हो, यही त हो कविताको जादु। त्यसैले पहिलो अनुच्छेदको सन्देश एकदमै स्पष्ट छ। साँचो शक्ति विनाशमा होइन, सृजनामा छ। र कलाको रक्षा गर्नु भनेको मानवताकै रक्षा गर्नु हो। अब मिल्टनले हामीलाई इतिहासको पाना पल्टाउन लगाउँछन्। के साँच्चै कलाले कहिले कसैलाई बचाएको छ त? ल हेरौं, इतिहासको साक्षीले के भन्छ। यो केवल एउटा चेतावनी मात्रै होइन, यो त एउटा श्राप जस्तै हो। कलाको मन्दिरमाथि आक्रमण गर्नु भनेको सभ्यताको आत्मामाथि नै आक्रमण गर्नु हो, र यसको परिणाम साँच्चै भयानक हुन सक्छ। अब हेर्नुहोस् त, इतिहासकै सबैभन्दा ठूलो विजेता मानिने अलेक्जेन्डर द ग्रेट, जसको नाम सुन्ने बित्तिकै संसार काँप्थ्यो, उनी पनि एउटा कविको घर अगाडि पुगेर झुके। एउटा शब्दको शक्तिको अगाडि। यो घटनाले हामीलाई के सिकाउँछ होला? र अब एउटा यस्तो कथा जसले हामीलाई छक्कै पार्छ। कसरी एउटा कविताले पूरै सहरलाई आगोको ज्वालाबाट बचायो। यो कुनै दन्ते कथा होइन, यो त इतिहास हो। इतिहासले हामीलाई बारम्बार यही सिकाएको छ, तरवारले राज्य जित्न सक्छ होला, तर हृदय जित्न सक्दैन। र त्यो हृदय जित्ने शक्ति केवल कलामा हुन्छ। ल, अब हामी यो कविताको आत्मामा पुग्छौं। यसको सबैभन्दा गहिरो र महत्त्वपूर्ण सन्देश के हो जसले आज पनि हामीलाई छोइरहेको छ? कविताको सन्देश सरल तर निकै गहिरो छ। साम्राज्यहरू ढल्छन् तर कथाहरू जीवित रहन्छन्। शक्ति क्षणिक हुन्छ तर कला अमर हुन्छ। हो, यही नै कलाको सबैभन्दा ठूलो शक्ति हो। तर के यो केवल इतिहासको कुरा मात्रै हो त? वा मिल्टनको यो सन्देश आजको हाम्रो डिजिटल युगमा पनि उत्तिकै सान्दर्भिक छ? अन्त्यमा एउटा प्रश्न यहाँहरूलाई छोडेर जाँदैछु। हाम्रो जीवनमा, हाम्रो समाजमा कलाले के कुरालाई विनाश हुनबाट जोगाइरहेको छ? हो, यही प्रश्नको उत्तरमा नै मिल्टनको कविताको साँचो अर्थ लुकेको छ।